हेलो साथीहरू, नमस्ते सबैजनालाई मेरो युट्युब च्यानल जादुगर समीरमा स्वागत छ। साथीहरू, म आज पनि फेरि जादु लिएर आएको छु र यस्तै जादुका भिडियोहरू लिएर तपाईँहरूलाई चाहिँ रमाइलो गराउने नै छु साथीहरू। र कुनै साथीहरू चाहिँ नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानल जादुगर समीरमा चाहिँ सब्सक्राइब गरिदिनु होला र भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सनु होला। भिडियो पुरा हेर्नु होला। अब भने भिडियो सुरु गरौँ है त साथीहरू। आज चाहिँ तपाईँहरूलाई चाहिँ मैले एउटा जादु देखाउँदैछु साथी। आज चाहिँ मैले तपाईँहरूलाई चाहिँ देखाउन गएको जादु चाहिँ के हो भन्दाखेरि चाहिँ साथीहरू, मेरो हातमा एउटा बल्ब छ है त, देखिरहनु भएको छ नि त। एउटा बल्ब छ, यसलाई चाहिँ तपाईँले यस्तो यस्तो जे गरे पनि यो जलिरहेको छैन, ठिक छ होइन त साथीहरू, जल्दैन है। तपाईँ जहाँ पनि जे पनि गर्नुहोस् है त, यसो गर्नुहोस्, देख्नुभयो नि त जलिरहेन। अब यसलाई चाहिँ म जलाएर देखाउँछु साथीहरू है त। अब तपाईँहरूले चाहिँ देख्न सक्नुहुन्छ मेरो हातमा केही पनि छैन, खाली छ हात है त। यहाँ बिजुलीको तार पनि छैन, केही पनि छैन है त साथीहरू। अब चाहिँ म यसलाई चाहिँ जलाउँछु, तपाईँहरू हेर्नुहोस् साथीहरू। यसलाई चाहिँ म जल भन्छु, यो जल छ, निम भन्छु निम छ है त साथीहरू। ल हेर्नु होला है त। आपलका डाबला छु मन्त्र छु जल निम 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 जल। देख्नुभयो भने साथीहरू, मैले चाहिँ यसलाई चाहिँ मेरो इसारामा चाहिरहेको छ है त साथीहरू। ल हेर्नु सक्नु, निम जल। फेरि तपाईँले यहाँ हेर्नु सक्नुहुन्छ, अब यो जल्दैन फेरि, देख्नुभयो नि त। यहाँ तपाईँ केही पनि गर्नु छैन, जे पनि गर्नुहोस्। यो बल्ब जलाउनलाई चाहिँ करेन्ट चाहिन्छ है त, करेन्ट चाहिन्छ, न्युट्रल र फेज सबैजनालाई थाहा छ। र यो चाहिँ तपाईँको चाहिँ घरमा 220 भोल्टबाट चल्छ। यहाँ चाहिँ कुनै करेन्ट नै सप्लाई छैन। यो चाहिँ कसरी जल्यो तपाईँले सोच्नु भयो होला। मैले जादु गरेर जलाएर हो है त। यो मेरो जादुको कमाल हो। र यस्तै जादुका भिडियोहरू तपाईँहरूलाई हेर्न मनपर्छ भने चाहिँ कमेन्टमा प्रतिक्रिया छोड्नु चाहिँ नबिर्सनु होला है त।